टेलिभिजनको जनसवाल कार्यक्रममा सबभन्दा पहिला म श्री कृष्ण महर्जनको तर्फबाट जोजलपा नमस्कार अनि अभिवादन। अहिले मुलुकमा आदिवासी जनजाति मधेसी र उत्पीडित समुदायको तर्फबाट साथसाथै राज्यको तर्फबाट पनि ध्यान गइरहेको विषय युरोपियन युनियनको जुन रिपोर्ट बाहिर आएको छ निर्वाचन मिसनसँग सम्बन्धित बनाएर जुन मिसनको रिपोर्ट बाहिर आइसकेपछि साँच्चै यो संविधानमा नेपालका आदिवासी जनजाति उत्पीडित समुदायलाई बहिष्करणमा पारिएको अर्थात् अधिकार नदिएकै हो त या खस आर्यलाई मात्रै पहिलो दर्जाको नागरिक बनाइएको हो? यी विषयमा चर्चा परिचर्चा छन्। यो विषयलाई लिएर युरोपियन युनियनको विषयमा केन्द्रित भएर सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले विज्ञप्ति समेत जारी गरेको अवस्थामा त्यसको विरोधमा फेरि नेपालका आदिवासी जनजातिहरूको छाता सङ्गठन नेपाल आदिवासी जनजाति महासङ्घले आफ्नो विज्ञप्ति समेत निकालिसकेको अवस्था छ। साँच्चै अहिलेको अवस्थामा युरोपियन युनियनले निकालेको यो रिपोर्टको प्रतिवेदनको विषयमा यसरी किन बहसमा आयो त? यो विषयमा केन्द्रित भएर कुराकानी गर्नका लागि नेपाल आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष गोविन्द छन्त्याललाई आमन्त्रण गरेका छौँ। उहाँसँग कुराकानीतर्फ लागौँ। गोविन्द छन्त्यालजी नमस्कार। जोजलपा नमस्ते। जुन युरोपियन युनियनको प्रतिवेदन बाहिर आइसकेपछि राज्यको तर्फबाट त्यसको विरुद्ध विज्ञप्तिहरू आउन थालेका छन् र फेरि राज्यको तर्फबाट आएको विज्ञप्तिको विरुद्ध तपाईँहरूले चाहिँ विज्ञप्ति जारी गर्नुभएको छ। के भएको वास्तवमा? नेपालको राजनीतिक परिवर्तनहरूमा पछिल्लो चरणमा भएको जो ६२-६३ आन्दोलन पश्चात मुलुकले चाहिँ गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता भन्ने मूल राजनीतिक मुद्दाहरू स्थापित गर्यो र त्यो मुद्दाहरूलाई क्रियान्वयनमा लैजानका निमित्त संविधानत, नीतिगत रूपले, कानुनीगत र कार्यक्रमको रूपले क्रियान्वयनमा लैजाँदाखेरिका निमित्त यो जो निर्वाचनसँग जोडिएर आएर युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण मिसनले एउटा प्रतिवेदन सार्वजनिक गर्यो र त्यो कुराहरूसँग सन्दर्भ जोडेर चाहिँ राज्यले एउटा विज्ञप्ति फालिसकेपछि हामीले त यो कुरा पहिल्यै भनेको, हामीले त निर्वाचन ऐन बनाउँदाखेरि नै हामीले यो कुरा भनिरहेको, यो गलत भइरहेको छ, समानुपातिक समावेशिताको मूल सिद्धान्तबाट राज्य चाहिँ विचलित भइरहेको छ, यसको क्रियान्वयनमा कमी देखाइरहेको छ भन्ने सन्दर्भसँग जोडेर हामीले बोलेको कुरा हो। यो राज्यले जुन विज्ञप्ति जारी गर्यो युरोपियन युनियनले ल्याइएको कुरा वास्तवमा भित्री कुरा गुइएको कुरा के हो त? यसको दुईटा ढङ्गले हेर्नुपर्छ। पहिलो कुरा त के हो भन्दा उसले राज्यसँग अनुमति लिएर राज्यको स्वीकृतिबाट यहाँ निर्वाचन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको पर्यवेक्षण गरेको हो युरोपियन युनियनले को निर्वाचन पर्यवेक्षण मिसनले। र दोस्रो कुरा उसले त्यो अध्ययन गर्दै गर्दाखेरि उसले अन्तर्राष्ट्रिय मूल्य मान्यता, न्याय र समानताको सिद्धान्त, मापदण्ड अनुरूप उसले चाहिँ कामहरू गरिराखेको र त्यसले त्यो सन्दर्भसँग जोडेर हेर्दाखेरि उसले भनिदिएको के भन्दा हामी उत्पीडित जाति समुदाय क्षेत्रका लिङ्गका जनताले भनिरहेको कुरा युरोपियन युनियनले निर्वाचनमा त्यो देखियो मात्रै भनिदिएको हो, त्योभन्दा अरू बढी भनेको पनि होइन। किन भन्दा समानुपातिक समावेशिताको जो मूल मर्म र सिद्धान्त छ त्यो कुरालाई चाहिँ राजनीतिक दल र राज्यका संयन्त्रहरूले चाहिँ र राज्य सरकारले चाहिँ त्यसलाई डिजेल गर्ने र त्यसलाई चाहिँ तपाईँको गलत तरिकाले प्रयोजन गर्ने र गलत तरिकाले त्यसको चाहिँ प्रयोग गर्ने काम चाहिँ भइरहेको कुरा त युरोपियन युनियनले भनेको त्यो हामी हिजोदेखि भनिरहेका छौँ। भन्दाखेरि समानुपातिक समावेशिताको कुरा जुन ढङ्गबाट संविधानमा उल्लेख गरेको छ त्यो नै गलत छ भन्ने कुरा हो। एकदम जस्तै तपाईँलाई समानुपातिक समावेशी सन्दर्भसँग जोडिएर आउने संविधानको धारा तपाईँको 42 जहाँ त्यो सामाजिक न्यायको हकको सन्दर्भमा यसले उल्लेखित गर्छ। त्यो चाहिँ तपाईँको समानुपातिक समावेशी सिद्धान्तलाई आत्मसात गरिएको धारा भनेको त्यही हो भनेर व्याख्या गरिन्छ। त्यसमा तपाईँको अन्तरिम संविधान 2063 मा चाहिँ तपाईँको क्लस्टर, सामाजिक जनसाङ्ख्यिक क्लस्टरको आधारमा तपाईँको 6वटा क्लस्टर मात्रै थिए, तर अहिले सुनियोजित रूपमा तपाईँको 15-15वटा क्लस्टरहरू निर्माण गरिनु हैन। तपाईँको नेपालको मूल सामाजिक जनसाङ्ख्यिक उपस्थिति भनेको हामीले भनिरहेको 5वटा हो। खसारे, आदिवासी, संवैधानिक रूपले भन्दा खसारे, आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, यो जो 5वटा सामाजिक समूहहरू छन् त्यसमा खसारे बाहेकका अरू सामाजिक समूहहरू सामाजिक बहिष्करणमा पर्दै आए, राजनीतिक रूपले, आर्थिक रूपले, भाषिक रूपले, सांस्कृतिक रूपले। त्यो कुरालाई सम्बोधन गर्नका निमित्त राज्यले समानुपातिक समावेशिताको सिद्धान्त अवलम्बन गरेको, तर त्यो खसारे जो सदैवदेखि राज्यमा वर्ष स्थापित गरिरहेका छन् त्यसैको लागि चाहिँ तपाईँको कोता छुट्याउनको लागि चाहिँ यो समानुपातिक सिद्धान्त चाहिँ होइन कि पूर्ण समानुपातिक सिद्धान्त अवलम्बन गरेको भए त्यो व्याख्या सही हुन सक्थ्यो होला। तर अहिले त तपाईँको निर्वाचनसँग मात्रै जोडेर हेर्दा त 40% चाहिँ तपाईँको समानुपातिक समावेशी समानुपातिक निर्वाचन प्रणाली हो। त्यो समानुपातिक निर्वाचन प्रणाली के का लागि हो त भन्दा
किनारामा परेका राजनीतिक रूपले बहिष्करण नपरेका जाति समुदाय धर्म लिङ्गका जनताको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि हो। त्यसो भएको हुनाले यो कुरा चाहिँ हामीले भनिराखेको कुरा अहिले नवीन कुरा होइन, राज्यलाई यो नवीन लागिरहेको छ भन्दाखेरि चाहिँ जुन 40% समानुपातिकको कुरा छ त्यो समानुपातिकमा चाहिँ पनि खस आर्यलाई पारियो भन्ने तपाईँहरूको आपत्ति हो। आपत्ति हो, त्यो सिद्धान्तले मिल्दैन। हाम्रो आपत्ति भन्दा नि त्यो अन्तर्राष्ट्रिय मूल्य र न्याय र समानताको सिद्धान्तले त्यो भन्दैन। किनभने समानुपातिक समावेशितालाई तपाईले हेर्नुभयो भने अहिले चाहिँ एउटा शब्द प्रयोग गरिन्छ, त्यहाँ त आरक्षण छैन नि भनेर राजनीतिक दलहरूले तपाईँको सामाजिक सञ्जालमा अब चाहिँ तपाईँ हामीले भनेको के हो भन्दा जब 40%लाई 100 मानेर तपाईँ भाग लगाउनुहुन्छ भने त्यो खसारेको लागि त्यो रिजर्भ सिट हो। त्यो आदिवासी जनजातिको लागि मधेसी मुस्लिम महिला हैन जसरी त्यो भाग लगाइन्छ नि 40लाई 100 मानेर लगाएपछि त्यो त रिजर्भ सिट हो, आरक्षित सिट हो खसारेको लागि। त्यसो भने हामीले यही कुरा संविधान जारी हुँदै हामीले भन्यौँ यो गलत छ, यो त्रुटि छ भन्दाखेरि चाहिँ यो संसारको सर्वोत्कृष्ट संविधान भने अहिले त देखिँदैछ नि त। हरेक कुराहरू चाहिँ तपाईँको प्रधानमन्त्रीको निर्वाचनमा देख्यौँ हामीले, राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा देख्यौँ हामीले हैन, तपाईँको राष्ट्रिय सभाको सदस्यहरूको निर्वाचन। त्यसो गर्दा यो त्रुटिहरू संविधानमा छन् छन्, यो कुरालाई आत्मसात गर्नु पर्यो। गलतलाई गलत भन्ने कुरालाई तपाईँको त्यो घुमाइफिराइ त्यो सही हो भनेर स्थापित गर्ने त्यो महेन्द्रकालीन नीति हो। यो त कुरा बताइदिनुहोस् न, तपाईँहरूले यो आवाज चाहिँ संविधान बनाउँदै गर्दाखेरि संविधान जारी गरिसकेको अवस्थामा पनि उठाउनु भएको भन्ने तपाईँको दाबी भयो। अहिले भर्खरै मात्र युरोपियन युनियनले ल्याइयो, युरोपियन युनियनले ल्याउन साथै चाहिँ सरकारको तर्फबाट विज्ञप्ति आउनु, विभिन्न नेताहरूले चाहिँ आफ्नो चाहिँ कुरा राख्नु भन्दाखेरि तपाईँहरूले बोल्दाखेरि चाहिँ त्यसमा ध्यान नजाने, तर युरोपियन युनियनले यो कुरा बोल्दाखेरि ध्यान जानुको कारण के हो त? शक्तिको कुरा हो, यो शक्ति र सामर्थ्यको कुरा हो। किनभने आदिवासी जनजातिहरूले अथवा दलितहरूले अथवा महिलाहरूले हैन यो कुराहरू बोल्दै आए, धार्मिक अल्पसङ्ख्यक मुस्लिमहरूले यो कुरा बोल्दै आउँदाखेरि राज्य सुन्न तयार रहेन। किन भन्दा यिनीहरू आवाजबिनहरूको आवाज सुन्न जरुरी छैन, उनीहरूको मनोविज्ञान त्यो देखियो। किन भन्दा तर शक्ति युरोपियन युनियन त एउटा शक्ति हो नि त, एउटा सामर्थ्यवान इन्स्टिट्युसन हो नि त। यसले उसले बोलेको कुरा त इन्टरनेसनल रूपमा जान्छ नि त। त्यसो गर्न उनीहरूले त्यसमा चाहिँ ढाकछोप गर्न खोजिरहेका छन्। फेरि पनि भ्रम छर्न पाइन्छ कि भन्ने छ नि, त्यो भ्रमबाट मुक्त भए हुन्छ। म प्रश्न राज्यलाई पनि प्रश्न हो, राजनीतिक दललाई पनि हाम्रो प्रश्न हो। हामीले बोलेको कुरा त हिजो गलत भन्थ्यौ, अब युरोपियन युनियनले बोलेको कुरा जति ढाँट न तिमी, जति छलकपट गर न, जति अभिव्यक्ति देऊ न, झन् नेपालको छवि तपाईँ गिराउँदै हुनुहुन्छ। राज्यको तर्फबाट नेताहरूले त के बोल्न थालेका छन् भने सामाजिक सञ्जालदेखि सबै ठाउँमा युरोपियन युनियनले जुन चाहिँ रिपोर्ट निकाल्यो यो विषयमा जनजाति महासङ्घले चाहिँ समर्थन गर्नु, यो भनेको चाहिँ फेरि पनि राष्ट्रियता खतरामा भयो। अब अरूले चाहिँ हस्तक्षेप गर्ने भयो, नेपालले आफैले बनाएको नेपाली जनताले बनाएको संविधानमा हस्तक्षेपकारी चाहिँ यो चाहिँ पहलकदमी भयो भन्न थालेका छन्, के भन्नुहुन्छ? अब यसमा हाम्रो यस्तो छ, यो जब सदियौँदेखि उत्पीडनमा पारिएका जाति समुदायका र भाषाका धर्मका जनताहरूले आफ्ना अधिकारहरू राख्दाखेरि, आफ्ना पहिचानका कुराहरू राख्दाखेरि, आफ्ना सरोकारका मुद्दाहरू अगाडि बहसमा ल्याउँदाखेरि भनिने यो आरोप, हिजो महेन्द्रले पनि त्यसै भन्थे हैन, यो चाहिँ बहुलता छ, विविधता छ, यो नेपालमा भन्दा एउटै भाषा एउटै वेश प्राणभन्दा प्यारो छ भनेर महेन्द्रले त्यही डक्ट्रिन थियो। अहिले राजनीतिक दलहरू पनि परिवर्तनबाट आत्मसात गरिरहेका हामी सदियौँदेखि उत्पन्न परिएका जनताहरूले चाहिँ कम्तीम परिवर्तनलाई आत्मभूति गर्ने गरिकन, परिवर्तनको अनुभूति हुने गरिकन राजनीतिक दलहरू स्टेप चाल्छन् भन्ने चाहिँ थियो। तर त्यो दिशामा राजनीतिक दलहरू गइरहेछन्। यसले उनीहरूले भनिरहेको तपाईँको विकास र समृद्धिको कुराहरू त्यही यस्ता कुराहरूले, किनभने विकास र समृद्धि पनि तपाईँको विभेद सहित त हुन सक्दैन, न्याय र समानता विपरीत त विकास र समृद्धि हुन सक्दैन होला नि त। त्यसो भने विभेद रही समाज स्थापना गरेर, न्याय र समानतामा आधारित समाज स्थापना गरेर बल्ल त्यो बलियो र दिगो विकास हुन्छ होला नि त। त्यसो भने यो कुरासँग हाम्रो कुरा के हो भन्दा राष्ट्रियताको कुरा चाहिँ के हो भन्दा यो ढोङ्गी विचार हो। किन भन्दा राष्ट्रियता त त्यतिखेर मजबुत हुन्छ जब यहाँका तपाईँको सबै भाषा संस्कृति सबै धर्म र सम्प्रदायको मान्छेहरूले साँच्चै राज्यप्रति अवनत्व चाहिँ तपाईँको बिल्डअप गर्छन्, त्यतिखेर चाहिँ राष्ट्रियता बलियो हुने। नत्र भने हिजो राष्ट्रियता बलियो हुन्थ्यो भने त महेन्द्रकै पालामा राष्ट्रियता बलियो हुन्थ्यो होला नि त। त्यसो भएको हुनाले राजनीतिक दल अहिले तपाईँको 2046 सालको परिवर्तन पछाडि फेरि पनि हामीले संविधानमा केही दिए जस्तो गर्ने परिवर्तन भएको बेलामा र रातताप भएको बेला र फेरि पनि कर्मश खोज्ने कामहरू राजनीतिक दलहरू गरिरहेछन्। यो दुःखद कुरा हो, यो देशकै लागि दुःखद कुरा हो। र यो हाम्रो यसले चाहिँ राजनीतिक दलहरूले नै बोलिरहेको कुरा, सिंहदरबार गाउँको अधिकार, सिंहदरबारको अधिकार गाउँ गाउँमा गयो, अब आदिवासीको दृष्टिले गएन, दलितका दृष्टिले गाउँ गाउँमा अधिकार गयो कि होइन, महिलाका दृष्टिले बोक्सीको आरोपमा हिंसा खेपिरहेका महिलाको दृष्टिले गाउँ गाउँमा अधिकार गयो कि गएन, त्यो परिवर्तनको आत्मभूति गर्ने वातावरण बनेको बनेन भन्दा राजनीतिक दलहरू त्यो दिशामा गइरहेछन्। त्यसैले यो ढोङ्गी विचार राष्ट्रियता राष्ट्रिय सभा केले बोलियो हुन्छ? महाकाली सन्धि कसले गर्यो? आदिवासीले गरे हो।
अहिलेको प्रधानमन्त्रीमा खड्गप्रसाद शर्मा ओलीले मेरो प्रश्न छ, महाकाली सन्धिको सबभन्दा एक डिजाइनर को हुनुहुन्थ्यो? अहिलेका प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यो चाहिँ राष्ट्रघात होइन, त्यो चाहिँ राष्ट्रवादी कुरा। अनि कोशी सम्झौता कसले गर्यो? गण्डक सम्झौता कसले गर्यो? मधेसीले गरेको हो, दलितले गरेको हो, महिलाले गरेको हो। त्यसो गर्नु यो ढोंगी विचार र यो तपाईँको हाम्रो जनताहरूलाई अथवा सोझा साझा तपाईँको सदियौँदेखि निमुखा गरिब पिल्सिएका जनताले भरम छरेर भरमको खेतीको राजनीति अब नेपालमा त्यति लामो चल्दैन, अझै त चलिराखेको छ र जनताहरू चेतनशील हुँदैछन्। तपाईँ अहिले हेर्दै हुनुहुन्छ इन्डिजिनियस टेलिभिजनको जनसवाल कार्यक्रममा। अब भने छोटो विश्रामपछि पुनः हामी उहाँसँग कुराकानीतर्फ लाग्ने। जीव तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु ने नेवा ख्या ठिठी बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगु लोमंका दिमते नेवाला फेरि पनि इन्डिजिनियस टेलिभिजनमा तपाईँलाई स्वागत छ। नमस्कार जोजोलपा। आजको कार्यक्रममा यो जनसवाल कार्यक्रममा हामीले नेपालको राजनीतिमा एउटा ढङ्गबाट तरङ्गित भएको अहिलेको संविधानसँग जोडिएको युरोपियन युनियन र आदिवासी जनजाति मधेसी लगायत उत्पीडित समुदायसँग जोडिएको कुरा र अहिलेको अवस्थामा राजनीतिक पार्टीले मात्र होइन राज्यको तर्फबाट आदिवासी जनजातिको तर्फबाट आफ्नै कुरा ल्याइरहेको र युरोपियन युनियनको विषय जुन प्रतिवेदनको कुरा छ त्यो प्रतिवेदनलाई लिएर बहस भइरहेको विषयमा केन्द्रित भएर कुराकानी गर्दैछौँ। हामी फेरि पनि कुराकानीतिर लाग्दैछौँ। आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष गोविन्द छन्त्यालजी, तपाईँले जुन भन्नुभयो नि राष्ट्रियतासँग पनि यो जोडिएको कुरा होइन लगायतका कुरा आफ्नो चाहिँ राख्नुभयो। युरोपियन युनियनले जुन ल्याएको त्यो वास्तवमा आदिवासी जनजाति उत्पीडित समुदायले पहिलेदेखि भन्दै आएको अहिले बहसमा आएको कुरा मात्रै तपाईँ भन्नुहुन्छ। यो भनिरहँदाखेरि तपाईँहरूलाई के आरोप पनि छ भने युरोपियन युनियनको सहयोगमा विदेशीको सहयोगमा सञ्चालित विभिन्न सङ्गठनहरूले नै उनीहरूलाई सपोर्ट गरिरहेको समर्थन गरिरहेको यो सबै चाहिँ बोल्नेहरू चाहिँ राष्ट्रप्रेमी होइनन् भन्नुहुन्छ। तपाईँहरूले सहयोग गरेको कारणले नै उहाँहरूलाई चाहिँ तपाईँहरूले सपोर्ट गरेको भन्नुहुन्छ नि त। यो चाहिँ आरोप हो। म त्यसैलाई नै म तथ्याङ्कमै भनिदिन सक्छु। अहिलेसम्म 2062 धेरै लामो नजाउँ 2062-63 को राजनीतिक परिवर्तन ठुलो राजनीतिक परिवर्तन पश्चात स्थापित मूल्य र जो राजनीतिक तपाईँको व्यवस्था स्थापित भएको छ, भलै राजनीतिक व्यवस्था परिवर्तन भए झलै जनताका जीवन स्तरमा परिवर्तन आउन सकेन। अझ त्यो दिशामा मुलुक गइराखेको भन्ने सङ्केत दिन सकिरहेका छैनन् राजनीतिक दलहरू। आफ्ना नेता कार्यकर्ताहरूलाई पोस्ने र आफ्ना नाता किर्पा लाग्ने मान्छेहरूलाई आफ्ना नातावाद किर्पावादलाई प्रशय दिने काम गरिरहेका छन्। तर यो विषयसँग जोडिने कुरा के हो भन्दा नेपालमा 10 वर्षमा 2062 देखि अहिले 2074 सम्म 12 वर्षमा नेपालमा कति विदेशी दात्री निकायहरूले लगानी गरे? मलाई तथ्याङ्क दिनुहोस्। कति लगानी गरे नेपाल सरकारको अर्थ मन्त्रालयले अथवा नेपाल सरकारको सम्बन्धित निकायहरूले चाहिँ त्यसको तथ्याङ्क सार्वजनिक गर्नुहोस्। कुन क्षेत्रमा कसको चाहिँ तपाईँको नेतृत्वमा चाहिँ लगानी भइरहेको छ नेपालमा सार्वजनिक गरिदिनुहोस् न जनताले। यस्ता भरमको खेती गरेर हुँदैन। 45,000 चाहिँ तपाईँको भन्दा बढी चाहिँ तपाईँको गैर सरकारी संस्थाहरू समाज कल्याण परिषदमा आबद्ध छन्। ती 45,000 मा चाहिँ 44,000 भन्दा बढी सङ्घ संस्थाहरू एउटै समुदायले चाहिँ नेतृत्व गरिरहेछ र सञ्चालन गरिरहेका छन्। शिक्षाको नाममा, स्वास्थ्यको नाममा, पूर्वाधारका विकासका नाममा, हैन, जीवनका चाहिँ तपाईँ जनजीविकाका नाममा, हैन, तपाईँको ती कुराहरू चाहिँ नबुझ्ने। अनि अहिले हामीले न्याय र समानताको पक्षमा यो कम्तीमा न्याय, जस्टिस, सोसल जस्टिस, सामाजिक न्यायमा आधारित भएर आफ्ना कुराहरू राख्दाखेरि चाहिँ तपाईँको अझ डलरवादी, तपाईँले भन्नुभयो कृष्णजी, अझ श्रीकृष्णजी, अझ डलरवादी पो भन्छन् त हामीलाई। म चुनौती दिन चाहन्छु। नेपालका कुन डलर मानवाधिकारवादी सङ्घ संस्थाहरूको म नाम फेरिस भनिदिन सक्छु। खसारेलाई राजनीतिक रूपमा स्थापित गर्ने र खसारेको चाहिँ शासन व्यवस्थालाई चाहिँ मूल्य र मान्यतालाई स्थापित गर्नको लागि हिजोको मुलुकी ऐन जस्तो अथवा 2047 सालभन्दा अझ पहिलेको अवस्था जस्तो त्यो राजनीतिक व्यवस्था र त्यो पद्धति कायम गर्नको लागि कसरी पैसा खर्च गरिरहेछन् हामी फेरि भनिदिन सक्छौँ जनताका बीचमा। तर यो केवल तपाईँको जो साँच्चै आफ्नो सामर्थ्यले आफ्नो न्याय, समानता, अधिकार, पहिचानका कुराहरू उठाइरहेका छन्, विभेद विरुद्धका आवाजहरू उठाइरहेका छन्, यो लगानी खसरा चाहिँ लाल्छन्। सरकारले तथ्याङ्क ल्याइदिए हुन्छ नि त। आदिवासी जनजाति महासङ्घले कति पैसा ल्यायो भन्दै हुन्छ नि त सरकारले। किन हामी त सरकारको एउटा विधि, पद्धति, नियम मानेर हामी काम गरिरहेछौँ नेपालमा।
तपाईँको समाज कल्याण परिषदमा हामी आबद्ध छौँ, हेरे हुन्छ नि त वार्षिक कति पैसा चाहिँ जनजाति महासङ्घले चलाउँदो रहेछ। अनि वार्षिक चाहिँ मानव अधिकार संस्थामा काम गर्ने जो खसारे नेतृत्व गरिरहेको छ र तपाईँको मानव अधिकार चाहिँ आदिवासीले मातृभाषा बोल्न चाहिँ पाउने कुरालाई उसले मानव अधिकार ठान्दैन। आदिवासीको संस्कृतिमाथि चाहिँ तपाईँको अपहरण भइरहेको छ, अधिकरण भइरहेको छ, त्यसलाई उसले मानव अधिकार ठान्दैन। कोरा मानव अधिकारको चाहिँ खेती गर्नेहरूको यहाँ पैसा कति खर्च गरेर हामीलाई थाहा छैन र। त्यसो यो यस्तो भ्रमले चाहिँ तपाईँको मुलुकको उनीहरूले राजनीतिक दलले नै चाहिँ तपाईँको बोकेको सपना, हामी नेपाली जनताले बोकेको सपना पुरा हुँदैन जो विकास र समृद्धिको छ। यसको अर्थ अब चाहिँ संविधानसँग जोडिएर कुर्दाखेरि यो खस आर्यलाई चाहिँ समानुपातिक समावेशीमा जुन समावेशीको संरचनाभित्र चाहिँ पार्नै हुँदैन, उनीहरूलाई दिनै हुँदैन भन्ने कुरा हो तपाईँको। सामाजिक न्यायको सिद्धान्त मैले अघि पनि जोडेँ, तपाईँको सबैको प्रतिनिधित्व सुनिश्चितता चाहिँ मूल मकसद हो। यसमा कहीँ भ्रममा हामी छैनौँ, कहीँ हामी त्यसमा चाहिँ हामी कहीँ कन्फ्युजनमा छैनौँ। तर प्रश्न कहाँ हो भन्दा जसको शासन सत्तामा वर्चस्व छ, त्यो भनेको शासन सत्ता भन्दा हामी कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका बुझ्छौँ, राज्यका संयन्त्रहरू बुझ्छौँ, सुरक्षा निकायहरू बुझ्छौँ। त्यसमा प्रतिशतकै आधारमा हेर्दाखेरि मानिलिउँ चाहिँ तपाईँको संयन्त्रहरूमा, प्रशासनिक संयन्त्रहरूमा ब्युरोक्रेसी भन्छौँ हामी, जो स्थायी सरकार छ नेपालको, त्यो ब्युरोक्रेसीमा चाहिँ 85% चाहिँ एउटै समुदायको चाहिँ तपाईँको वर्चस्व छ। तपाईँको उच्च ओहदाको मात्र होइन, तल तपाईँको खरिदारदेखि सुब्बा हुँदै अधिकृतदेखि चाहिँ उपसचिव, सहसचिव हुँदै सचिवसम्मको तपाईँको तथ्याङ्क हेर्दा राजनीतिक दलमा तिनकै चाहिँ तपाईँको वर्चस्व छ। अनि तिनलाई चाहिँ आरक्षण चाहिँ चाहियो किन, तिनलाई चाहिँ कोटा चाहियो किन? यो त हास्यास्पद कुरा होइन र भने के सिद्धान्त, हामीले त सिद्धान्त यो हो भने हो। युरोपियन युनियनले त्यही सिद्धान्तलाई भनेको कुरा हो जो हामी हिजो भन्दै आइरहेका थियौँ। किन निर्वाचन ऐनमा तपाईँलाई म सम्झना गराउँ, यो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन ऐनको छलफल चलिराख्दाखेरि रूपान्तरित व्यवस्थापिका संसद, दोस्रो संविधान सभाको रूपान्तरित व्यवस्थापिका संसदले छलफल गर्दाखेरि हाम्रो साथीहरूले त्यो संशोधन हालेका छन्। हेर्दा हुन्छ त्यहाँ रेकर्ड, हामीले त्यसमा चाहिँ हामीले छलफल गरेका छौँ, छलफल गरेर यो हुँदैन भनेर भनेका छौँ। तर त्यो कुरा त्यतिखेर मिडियाले देखेन। त्यतिखेर किन भन्दा हाम्रो अवस्था सानो थियो नि त, हाम्रो अवस्था अहिले पनि सानो मानिन्छ नि त। युरोपियन युनियन बोल्दा के भयो भनेर ढाकछोप गरिरहेछन् शासकहरू। त्यो त एउटा उदाहरण हो, गाईको कुरा एउटा उदाहरण आइरहेछ। हेर्नुहोस् त, सबै प्रगतिशील भनेका पुरै क्रान्तिकारी भन्ने चाहिँ तपाईँको गगन थापा जस्ताहरूले तपाईँको ट्विट र फेसबुकमा लेख्नुहुन्छ त, राजनेता भन्न सुहाउनेहरूले। त्यसो गर्न खसारे सङ्गठित छ, सबै तरिकाले सङ्गठित छ। यो कुरा जनताहरू बुझ्दैछन्, आदिवासी जनता बुझ्दैछ, मधेसीले अलि बढी बुझ्यो, थारूहरू बुझिरहेका छन्, दलितहरू बुझिरहेका छन्। त्यो सदियौँदेखि त्यही मनुस्मृतिको मूल्य, मान्यता र सिद्धान्त, अनि मुलुकी ऐनको धङडङ्गीबाट राज्य सञ्चालन गर्छु भन्नेहरूको यो तपाईँको धङडङ्गी र ढोङ्गी विचार मात्रै हो। यसरी मुलुक सम्बन्धी, किन समाज विविधता छ, तपाईँको विविधता छ भने त राज्यका संयन्त्रहरू पनि त विविधता हुनु पर्यो, नीतिहरू पनि त विविधता झल्किनु पर्यो होइन। त्यो बेला एकल नीति बनाएर चाहिँ विविधता सम्बोधन गर्छु भनेर हुन्छ, हुँदैन। अहिले जुन चाहिँ अवस्था देखिएको छ, युरोपियन युनियनको एउटा रिपोर्ट र सरकारको तर्फबाट त्यसको विरोध गर्नु, यसले गर्दाखेरि युरोपियन युनियन र सरकारको बिचको सम्बन्ध के हुन सक्छ? यसले चाहिँ सम्बन्ध चिसिँदै जाने सम्भावना बढ्न सक्छ? म त्यस्तो त त्यत्नसम्म चाहिँ जाँदैन र जानु पनि हुँदैन, मलाई चाहिँ त्यस्तो लाग्छ। किन भन्दा पहिलो कुरा चाहिँ राज्यले नै, राज्य सरकारले नै स्वीकृति दिएर गरेको अध्ययन हो, अनुगमन हो, पर्यवेक्षण हो त्यो होइन। त्यसो भएको हुनाले उनीहरूको बिचमा त्यही तहमा चाहिँ संवाद, छलफल, राउन्ड टेबल डिस्कसनबाट बाहिर आयो भन्ने हाम्रो बुझाइ हो। किन भन्दा पहिला त पुरै प्रक्रिया अवलम्बन हुन्छ नि बाबा, कुनै रिपोर्ट बाहिर ल्याउनु परोस् भने त पुरै प्रक्रिया भने राउन्ड टेबल बैठक हुन्छ, छलफल हुन्छ, कन्सल्टेसन हुन्छ, परामर्श हुन्छ। यो छ रिपोर्टमा भन्ने हुन्छ, के हेरेर बसिरहेको थिएँ? गयो होला नि त राज्यका निकायहरू छलफलमा, त युरोपियन युनियनले बोलायो होला, खै हामीलाई त बोलाएको थियो, मधेसीलाई बोलाएको थियो, कानुन बेताहरूलाई बोलाएको थियो होइन, बोलाएको थियो त, मानव अधिकारका काम गर्नेहरूलाई बोलाएको थियो, सबैसँग परामर्श गरेर बाहिर आउँछ र बाहिर आइसकेपछि के किन हो भने त्यतिखेर किन यो चाहिँ गलत भयो नभने खै। निर्वाचन आयोगले समेत भन्यो नि त, आफ्नो घेराभन्दा बाहिर गएर चाहिँ रिपोर्ट तयार गर्यो भने निर्वाचन आयोगले समेत आपत्ति। निर्वाचन आयोग पनि दुधले धोएको संस्था होइन नेपालमा, हामी आदिवासी दृष्टिले। म भन्दै एउटा उदाहरण दिइदिन्छु। समानुपातिक निर्वाचन प्रणाली जो 40 भित्र तपाईँको आदिवासी जनजातिको सवालमा, महिलाको प्रतिनिधित्वको सवालमा म भनिदिन्छु निर्वाचन आयोगलाई, निर्वाचन ऐनहरू निर्वाचन आयोगले मात्रै पढाएको छैन, हामी आदिवासी पनि पढ्न जानेका छौँ। अब त हामीले नि हेरेका छौँ, के हेऱ्यौँ भन्दा तपाईँको आदिवासी जनजाति महिला खसारे समुदायसँग विवाह गर्नुभयो, ऊ आदिवासी जनजाति महिलाकै कोटामा प्रतिनिधित्व हुनुभयो। फेरि खसारे समुदायका चाहिँ दिदीबहिनीहरू आदिवासी जनजातिहरूसँग विवाह गर्नुभयो,
फेरि त्यो पनि आदिवासी जनजातिकै कोटामा जानुभयो। यस्तो विकृत पनि समानुपातिक समावेशिता हुन्छ? के हेरेर बसिरहेको निर्वाचन आयोगले? मेरो प्रश्न छ, के हेरिरहेर निर्वाचन आयोगले? शासकले जे भन्छ त्यही भन्ने हेरेर नै हो कि नियम र ऐन कानुन? कि नियम र ऐन कानुन भन्दा पनि तपाईँको अवधि प्रसाद उहाँहरू चाहिँ डाक्टर अवधि प्रसाद यादवहरू माथि हुन्। त्यसो भएको हुनाले निर्वाचन आयोग पनि दुधले धोएको इन्स्टिट्युसन होइन। किन भन्दा निर्वाचन आयोगले पनि हरेक कुरा निर्वाचनसँग प्रक्रिया गर्दाखेरि तपाईँको कार्यविधिहरू, तपाईँ निर्वाचनसँग सामग्रीहरू तपाईँ 2-3 हप्ता अगाडि सार्वजनिक गर्छ। त्यो कहीँ मिल्छ? त्यही उनकै निर्वाचन ऐनले मान्दैन त्यो कुरा। त्यसो भएको निर्वाचन आयोगलाई यसको मतलब यो होइन कि निर्वाचन आयोगले निर्वाचन गरौँ धन्यवाद, हामीले पनि भनिरहेछौँ आदिवासी सफलतापूर्वक निर्वाचनहरू भए धन्यवाद। तर निर्वाचन आयोग चाहिँ प्योर शुद्ध हो हामी मान्दैनौँ हामी आदि। किन समानुपातिक समावेशितामा त बोल्न पर्छ नि त। त्यसलाई करेक्सन गर्ने काम निर्वाचन आयोगको होइन भने किन करेक्सन नगरे? त्यसो भएको हुनाले हाम्रो आग्रह कहाँ मात्रै हो भन्दा खसारे समुदायले बरु हामीले त आदिवासी जनजातिले त भनेकै के हो भन्दा निर्वाचन प्रणाली पूर्ण समानुपातिक बनाऊ। पूर्ण समानुपातिक निर्वाचन प्रणाली नबनाउमा अहिले यो लफडा आउँदैन थियो। समाज जस्तो छ, उदाहरणको लागि खसारे 31.2% छ, आदिवासी जनजाति अहिले पछिल्लो तथ्याङ्क अनुसार 35.6% छ, मधेसी दलित 13% छ, मधेसी त्यस्तै छ, जसो मुस्लिम 4.4% छ। यो जो जनसङ्ख्या छ त्यही आधारमा समानुपातिक प्रतिनिधि बनाऊ, त्यसको 50% महिला बनाऊ भनौँ। समाज जस्तो हुन्छ व्यवस्थापिकामा त्यस्तै प्रतिनिधि हुन्छ, प्रदेशमा पनि हुँदैन। यो चाहिँ अवैज्ञानिक हुन्छ भनेर बुरुबुरु नै अनि 40% पनि फेरि त्यो जो चाहिँ अन्याय परेको समुदायलाई प्रतिनिधित्व बनाउनु पर्ने त्यसमा पनि कोटा खोज्ने। अनि अझै यो चाहिँ आरक्षण होइन भनेर चाहिँ अरे बाबा आरक्षण भनेको जब भाग लगाएर बाँडफाँड गर्नुहुन्छ नि त त्यो के हो आरक्षण नभएर? समानुपातिक समावेशी आरक्षणको एउटा रूप हो, उच्चतम रूप भन्छन्। त्यसो भएको हुनाले हाम्रो कुरा चाहिँ के हो भन्दा खसारेलाई राज्यको अङ्गमा प्रतिनिधि हुनुपर्छ, त्यसमा विवादै छैन। तर प्रश्न कहाँ हो भन्दा समानुपातिक समावेशी सिद्धान्तलाई डिजेल नगर्नुहोस्। कम्तीमा सिद्धान्त छ यसको। छन्त्यालजी, अन्तमा एउटा कुरा बताइदिनुहोस् न, पछिल्लो समयमा युरोपियन युनियनको यो प्रतिवेदन आइसकेपछि फेरि पनि युरोपियन युनियनले सरोकारवाला पक्ष, राजनीतिक दल र तपाईँहरू सबैलाई एउटा बैठक बोलाएर केही गर्न खोजिएको तर अन्तिम आवरमा आएपछि त्यो स्थगित गरिएको भन्ने कुरा पनि आएको छ। कतैबाट प्रेसर, कतै के कारणले होला या चाहिँ यो सरकारसँग तनाव भएको कारणले होला कि के होला भन्ने एक ढङ्गको मान्छेको चासोको विषय छ। तपाईँहरूलाई पनि अवश्य पनि बोला होला, के भएको हो खास त्यसमा? त्यो भित्रको कुरा के भयो त? त्यो युरोपियन युनियनलाई नै सोध्ने प्रश्न हो र राज्य सरकारलाई नै राज्य सरकारसँग सम्बन्धित भएर सोधिने प्रश्न होला मेरो विचारमा। अब मलाई जहाँसम्म लाग्छ उसको आफ्ना आन्तरिक के कुराहरू थिए होला नि युरोपियन युनियनको। हामीलाई पनि बोलाएको बैठक हो र त्यसमा हामीले चाहिँ तपाईँको विशेष कारणले चाहिँ हामीले अर्कोचोटि तपाईँलाई इन्फर्म गर्छौँ भनेर अहिले रोकिएको अवस्था चाहिँ हो। राज्य सरकारले पनि त्यो प्रतिवेदन हामी बुझ्दैनौँ भनेर बाहिर आइरहेको कुरा हो होइन। तर अब एउटा कुरा चाहिँ के बुझ्न पर्यो भन्दा अब बुझ्यो भने अब एउटा कुरा के स्थापित हो भन्दा तपाईँको जुन तरिकाले तपाईको निर्वाचन सम्पन्न भयो, जसका निमित्त समानुपातिक समावेशी निर्वाचन प्रणाली अवलम्बन गरिएको हो, त्यसका निमित्त नेपालमा प्रयोग भएनछ भन्ने कुरा चाहिँ यो तथ्यको स्थापित भयो। यो प्रतिवेदन बुझ्नुहोस् नबुझ्नुहोस् यो चाहिँ सही भएन। राज्यले स्टेप लिनुहोस् अथवा नलिनुहोस्, युरोपियन युनियनले करेक्सन गर्नुहोस् या नगर्नुहोस्, यो दोस्रो पाटोको कुरा हो। पहिलो पाटो जो हामीले हिजोदेखि भन्यौँ, संविधान जारी भएदेखि यो संविधानमा हामीले भन्यौँ यो चाहिँ पहिचान र अधिकार प्रतिनिधित्व जो चाहिँ परिवर्तनको चाहिँ अनुभूति गर्ने संविधान आउन सकेन भनेर हामीले भन्यौँ, त्यो कुरा स्थापित भयो। गोविन्द छन्त्यालजी, तपाईँ समय दिनुभयो र यति धेरै जानकारी गराउनु, आफ्नो विचार राख्नुभयो, यसको लागि धन्यवाद। फेरि भेटौँला। नमस्कार जोजोलोपा। नमस्ते, धेरै धन्यवाद श्री कृष्णजीलाई र पनि इन्डिजिनस टिभीलाई पनि धन्यवाद। तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा ख्या खिची बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले निनेसिया झिन्निता ताइले स्वेगो लोमंका दिमते नेवाला